अब वृद्ध भइसके पछाडि के हुन्छ अब आफ्नो तुलसी भनेर आन पैसा छोडी पाएको रे नि त्यहाँ यो बाटो नहिँदिने अब म त फोन गरिरहेको हुनुपर्छ गाडीमा हाल्ने होइन यो खोइ के यो लाग्दै गाडीमा हाल्छ उता गएर हाल्ने आफ्नो छ क्या दे आर अन बोर्ड के तिमीले होइन नि हजुरले त हो अझै त राइट लेग अगाडि गर्नु आगो माथि राइट लेग अझै एकचोटि
फास्यो फाल्ने यसरी जम्प दिदीहरु पनि जाऊ यो हाम्रो गुरुहरूको लागि हाम्रो गुरु संस्कारसँग के कारणले महत्त्व छ यसको महत्त्व हाम्रो गुरु संस्कारसँग ठुलो सम्बन्ध छ। यसको चिन्ह यहाँ छ। म पुरा भनिदियो भने तिमीहरूले सोध्दैनौ पछि केवलिया राम लामो गुरु सोध्दा यो गाईको गिजाको डाम हो। हामी ढुङ्गे युगमा हाम्रो गुरुहरूको खेमाहरूसँग हाम्रो पितृसँग यसको ठुलो रिलेसन छ। जब हामी हिमालभन्दा तल आइपुग्यौँ यो पहाड भिर पाएको खोला छेउमा बस्दाखेरि यो पाइन्थ्यो। यसको आयु लामो हुन्छ अरू पात भन्दा। यसको महत्त्व यो भन्नाले तिमीले के तिमीले सोधेको तिम्रो समाजको कार्यकर्ता भएर तिमीले जान्दैनौ भने अरूले के भन्छौ भनेर भीमलाई लामालाई सोध्नु लामो गुरुलाई पछि गएर सोध्यो त्यसो भए त्यसो भने त्यो यसको त्यसो भए के किन यो गाईको किन्छ कसरी भन्यो र गुरुको चाहिँ कल्चरसँग यो किन रिलेटेड छ त भए बाँसको पात पनि हुन्थ्यो मगको पात पनि हुन्थ्यो त्यो फुलको पातको पनि हुन्थ्यो भनेर सोध्ने यति भन्दाखेरि तिम्रो इन्ट्रेस्ट राख्छ कि भनेर भनेको यो है। थ्याङ्क यू। गर्नुहुन्न जस्तो आइएन बजेको फोटो टास्दै रहेछ र